गाइज म मेरो फेरि ड्युटीमा खाजा खाने टाइम भयो। म जहिले यही टाइममा खाजा खान्छु। मेरो खाजा चाहिँ जहिले कप नुडल्स हुन्छ, वान्टन कप वान्टन हुन्छ हैन। अनि तर फ्लेभरको खान्छु। आज वान्टन चिकनमा चाहिँ मोमो सेम ओपन मोमो सेम हुन्छ नि, टेस्ट पनि त्यही हुन्छ। खान्छु ल। अन्डा बोइल अन्डा पनि हालेको छु। अनि ओभनमा पनि तातो पानीमा राखेर अनि छिटो होस् भनेर ओभनमा पनि 50 मिनेट जस्तो उयो गरेँ। 50 सेकेन्ड राखेँ एकछिन। 40 सेकेन्ड होला, 50 40 सेकेन्ड खान्छु ल गाइज। दिदी टेस्ट गर्नु त, टेस्ट गर्नु त एउटा केमा दिनु टेस्ट मात्रै गरेर मिठो भयो भने खाउँ। मिठो छ ल। यो दिदीको भाग फर्स्ट बाइट। दुईटा दिएको छु। मोमै हो यो, वान्टन हो कि मोमोको फ्लेभर। अनि यो डिजाइन चाहिँ ओपन मोमोको डिजाइन हो कि। भित्र चिकन छ। मिठो हुन्छ कि। गुलियो छैन नि, कहाँ तपाईँ गुलियो भन्नुहुन्छ हौ। छैन गुलियो भेटाउनु भयो। ए यो गुलियो चाहिँ यो हो क्या, यो रातो। मिठो हुन्छ। आज हाम्रो लागि के हुन्छ खान्छु ल। सुप पनि दामी हुन्छ। झोल मोमो खाए जस्तो हुन्छ। मजन भात नल्याएको तल पनि खानु पाइहाल्यो। चिप्स खाएर आयो। के मजाले हो है साँच्ची कसरी बुझेको मेरो मन गयो। कसको चाबी यहाँ झरिआएको छ है? कसको? मेरै होला। अन्डा आफ्नो यहाँ झुन्डा र मेरो होला। त्यसै गीत याद ल।